24 वर्ष बन्न मन लाग्यो कि क्या हो सर? उनी मलाई जिस्काउँदा सर भन्छन्, तपाईँ भन्छन्, नत्र अरू बेला हामी दुवै एकअर्कालाई तिमी नै भन्छौँ। मैले जवाब फर्काएँ, रहर त 16 वर्ष बन्ने नै हो म्याम। म चाहिँ उनलाई जिस्काउँदा म्याम भन्छु, म्याडम भन्छु। अनि सर 16 वर्ष बनिदिए हामी आमा छोरी पनि यहाँ हुँदैनौँ नि फेरि, उनले जिस्किँदै भने। हाँस्दै भने, ओहो त्यसो भए त भएन, 42 नै ठिक छ होइन त? अनि उनले जिस्किँदै, ल अब धेरै नाटक होइन, सुतौँ भनेर छोरीलाई ओछ्यानमा ताने। उनको उतापट्टि छेउमा सुताइन्, बत्ती निभाइन्। एकछिन हामी केही बोलेनौँ। भित्ताको घडीको टिक 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 आवाज पनि सुनिन थाल्यो। छोरी निदाइ केही बेरमा, अनि उनी मपट्टि फर्किन्। मैले उनको टाउको मुनि देब्रे पाखुरा राखेर सिनारी बनाइदिएँ। उनले कपाल मिलाउँदै टाउको अड्याइन् अनि मसिनो आवाजमा भनिन्, 42 पनि लाग्यो होइन त सर? म हाँसिदिएँ। बुढो भयो यार अब तिमी, उनी जिस्किन्। हेपेको हो? पेटमा काउकुती लगाउँदै जिस्काएँ मैले। उनी काउकुती खप्न नसके हाँसिन्, चल्मलाइन् अनि दुवै हातले मेरो एउटा हात समातिन्। अर्को हात त उनको टाउको मुनि चेपिएको नै थियो। त्यसपछि मैले काउकुती लगाउन सकिनँ। बुढो भएको फिल हुँदैन तिमीलाई भनेर जिस्काइन्। मेरो हात उनले कसेर समातेकोले काउकुती लगाउन सक्ने कुरा भएन। अनि मैले नि जिस्किँदै भने, 40 घटेसेर नौला भन्छन् है भनेर अझै जिस्किन्। हो नि त भनेर म पनि जिस्किएँ। 8 वर्ष भएछ यार हामीले बिहे गरेको पनि, उनले हिसाब गरिन्। के भयो त 8 वर्ष भएर? मैले सोधेँ। तिमी जस्तो खन्टुसलाई झेल्न थालेको 8 वर्ष भएछ भने नि, जिस्किन थालेन उनले। खन्डुस रे, हेप्या हो? यति भन्दै बल्क गर्दै हात छुटाएँ मैले अनि फेरि काउकुती लगाइदिएँ। उनी काउकुतीले यताउता चल्दै भयो छोड भन्न थालिन् अनि मैले छोडे यसै गरेँ। चल्दै चल्दै जिस्किँदै जिस्किँदै निदायौँ हामी। जिन्दगी रमाइलो छ, यति रमाइलो होला भन्ने लागेको थिएन। तिमीसँग छुटेपछि त जिन्दगीको खुसी अब सधैँका लागि अस्तायो भन्ने पो सोच्दै थिएन। अब कसैलाई जिन्दगीमा प्रवेश गराउन सक्दैन भन्ने पो सोच्थे। तर त्यस्तो त कहिले नहुने रहेछ जिन्दगीमा। अस्ताएको घाम पनि भोलि बिहान फेरि उदाए जस्तै हराएको खुसी पनि फेरि फर्किआउने रहेछ। मात्र धैर्य गर्नुपर्ने रहेछ जिन्दगीमा। यो सत्य हो कि प्रेम गरेको मान्छेसँगै जीवन बिताउन पाए जिन्दगी सधैँ हाँसी खुसी बित्छ भन्ने सोचिन्छ। त्यस्तो सोच्नु पनि पर्छ र यदि दुवैको सहमति छ भने प्रेम गरेकै मान्छेसँग जीवन अगाडि बढाउन हरसम्भव प्रयास पनि गर्नुपर्छ। तर कसै गरी पनि सँगै हुन सकिएन भने चाहिँ त्यही घाउ कोट्याएर सधैँ दुःखी भइरहनु हुँदैन रहेछ। जिन्दगीमा भोलि फेरि अर्को मान्छे आउने नै रहेछ, उसले नि गर्ने नै रहेछ उत्तिकै प्रेम, र हामीलाई फेरि त्यही प्रेम सबैभन्दा माथिल्लो जस्तो लाग्ने नै रहेछ। यस्तै त भयो मलाई पनि। तिमीसँग छुट्टिएपछि अब मेरो जीवनमा आँसु बाहेक केही छैन भन्ने नै सोच्थेँ। तर अहिले हेर्छु जिन्दगी त खुसी नै खुसीको छ। अनेक प्रश्नहरू गर्दै मलाई सताउने छोरी छिन्, सधैँ जिस्किँदै जिन्दगी रमाइलो बनाइरहने छोरीकी आमा छिन्। जिन्दगीमा यसरी खुसीहरू फर्किएर आउला भनेर कहाँ सोचियो र हिजो त। तिमीसँग बिताएको समय एउटा मिठो अनुभूति थियो, जसलाई सधैँ सधैँका लागि सुरक्षितसँग सम्झनाको तख्तामा राखेको छु मैले। कहिले कसो त्यो अनुभूति आइदिन्छ स्मृतिमा, त्यति बेला याद आउँछौ तिमी सायद। यसरी नै कहिले कसो तिमीलाई पनि आउँछ होला मेरो याद। तर अब त हामीसँग आफ्नै अलग अलग जिन्दगीहरू छन्। आफूले नै बाँच्नुपर्ने आफ्नै भागका समयहरू छन्। यही जिन्दगीलाई जति सकिन्छ त्यति सुखमय बनाउनु पर्ने दायित्व छ। यो फरक कुरा हो कि कहिले कसो बल्झिदिने सम्झनाहरू छन्, कहिले कसो दोहोरिदिने सम्झनाहरू छन्। तर पनि हुँदाहुँदै पनि बोल्नै नहुने कुरा चाहिँ अब हामीसँग आफ्नै बाटाहरू छन्।
यो बाटा कसै गरी पनि जोडिनु हुँदैन कहिल्यै। अब बाँकी उमेर यसै गरी बाँचिदिनु पर्नेछ हामीले। केही सपनाहरू लिएर, केही सम्झनाहरू लिएर सम्झिए। आजलाई यति भने बाँकी भन्दै गरौँला, बाँकी सुनाउँदै गरौँला।